अब अब हामी अब्जेक्सन ह्यान्डलिङको कुरा गरौँ। अब्जेक्सन ह्यान्डलिङ, असहमति व्यवस्थापन, जसलाई नेपालीमा असहमति व्यवस्थापन भनिन्छ। जब कोही सेल्सम्यानले एउटा आफ्नो ग्राहकलाई भेट्छ भने ग्राहकको मनमा उब्जिएका विभिन्न प्रकारका जिज्ञासा, विभिन्न प्रकारका शङ्का, विभिन्न प्रकारका त्यो प्रोडक्ट वा सर्भिसप्रतिको असहमति, जसको कारणले गर्दा त्यो ग्राहकले खरिद नगर्नको लागि बनाउने बहानालाई कन्भर्ट गरेर, बदलेर किन होइन भन्ने भन्दा पनि किन होइन भन्ने शङ्कालाई किन हो भन्ने विश्वासमा जुन बदल्ने प्रोसेस प्रक्रिया, त्यसलाई नै भनिन्छ अब्जेक्सन ह्यान्डलिङ। जुन शङ्का, जिज्ञासा, नकिन्ने चाहना, यो चाहिँ अब्जेक्सन भयो। त्यसलाई जुन चाहिँ त्यो डाउटलाई कन्भर्ट गरेर एउटा विश्वासमा बदल्ने जुन प्रक्रिया छ, त्यसलाई भनिन्छ अब्जेक्सन ह्यान्डलिङ। यो अब्जेक्सन ह्यान्डलिङ बुझ्नको लागि हामीले सबभन्दा पहिला एउटा रिसर्चको बारेमा जान्न जरुरी छ। त्यो रिसर्चलाई हामी 8/73 रिसर्च भन्छौँ, जसमा 8 भनेको सेल्सम्यान साइडतिरको रिसर्च हो, 73 भनेको कस्टमर साइडको रिसर्च हो। जब कुनै पनि अर्गनाइजेसन वा कुनै पनि कम्पनीले आफ्नो 100 जना सेल्सम्यानलाई ट्रेनिङ दिएर मार्केटमा पठाउँछ भने त्यो 100 जना सेल्सम्यानहरूले मार्केटमा गएर विभिन्न प्रोफाइल भएका व्यक्तिहरूलाई, विभिन्न इन्कम भएको व्यक्तिहरूलाई, विभिन्न सोचाइ भएको व्यक्तिहरूलाई, विभिन्न किसिमको विभिन्न क्षेत्रका व्यक्तिहरूलाई भेट्छन् आफ्नो प्रोडक्ट र उत्पादन बिक्री गर्नका लागि। त्यही दौरानमा त्यो भेटेका जुन कस्टमरहरू छन् उनीहरूको शङ्का विभिन्न प्रकारको हुन्छ, उनीहरूको जिज्ञासा विभिन्न प्रकारको हुन्छ र कुनै न कुनै शङ्का, कुनै न कुनै जिज्ञासा, कुनै न कुनै विरोधाभास, कुनै न कुनै असहमतिको बारेमा जानकारी नलिकन कुनै पनि कस्टमरले कुनै पनि सेवा वा उत्पादन किन्ने गर्दैन। यो कुरा अहिलेको एकदम ग्यारेन्टी जस्तै हामीले बुझ्नुपर्ने हुन्छ। त्यसकारणले यो जब 100 जना मान्छेलाई फिल्डमा पठाइन्छ, त्यसमध्येमा 44 जना मानिसहरू के गर्छन् भने यो 44 जना मानिसहरू ग्राहकले सोधेको एउटा क्वेसनको एन्सर दिन्छन्, ग्राहकले सोधेको दुईटा क्वेसनको एन्सर दिन्छन्। जब दुईटा क्वेसनको एन्सर दिइसकेपछि तिनीहरू के हुन्छ, यिनीहरू आउट हुन्छन्। त्यस्तै 22 जना मान्छे अर्को एउटा क्वेसनको एन्सर दिन नसकेर त्यो फिल्ड छोड्नुपर्ने अवस्था आउँछ। त्यस्तै 16 जना अर्को मान्छेहरू फेरि अर्को एउटा थप क्वेसनको एन्सर दिन नसकेर त्यो फिल्डबाट आउट हुन्छन्। त्यस्तै 10 जना मान्छेहरू फेरि अर्को एउटा क्वेसनको एन्सर दिन नसकेर फिल्डबाट हुन्छन्। यो 44 जना मान्छे, 22 जना मान्छे, 16 जना मान्छे, 10 जना मान्छे 2 झड्कानबाट, 3 झड्काबाट, 4 झापटबाट, 5 झापटबाट फिल्डबाट आउट हुन्छन्। र जोड्ने भने यो जम्मा जम्मी 92 जना भए। यो 92 जना व्यक्तिहरू कस्टमरको विभिन्न लेभलको झापटबाट के हुन्छ, यो फिल्डबाट आउट हुन्छन्। र 100 जनालाई पठाएको मध्येमा 92 जना आउट भइसकेपछि बाँकी रह्यो 8 जना। यो 8 जना मान्छेहरू हर किसिमको झापट खानको लागि तयार छन्, हर लेभलको फेस गर्नको लागि तयार छन्, प्रब्लम फेस गर्नको लागि तयार छन्। मतलब कस्टमरले झापट हान्दा कस्टमर नै थाक्ला, कस्टमरले क्वेसन गर्दा कस्टमरलाई थाक्ला। तर त्यो झापट खाँदा र कस्टमरको एन्सर दिँदा यो 8 जना मान्छे थाक्नेवाला छैनन्। र संसारमा यही 8 जना मान्छेहरूले आफ्नो न्यू आइडेन्टिटी, न्यू पहिचान, एकदम रिकग्निसन बनाउने नै यही 8 जना मान्छेले। त्यसकारणले एउटा सही र प्रोफेसनल सेल्सम्यान बन्ने हो भने यो 8 जनामा कसरी पर्ने त्यसको सिकाइ आवश्यक छ। त्यसैको लागि सिक्ने हो। एक झापट 2 झापट खानको लागि त सिक्नु पर्दैन। यतिकै मार्केटमा जानुभयो भने झापट हानिदिइहाल्छ कस्टमरले, घरतिर गएर बस्दा हुन्छ। त्यसैले यो 8 जनामा पर्नको लागि जुन अब्जेक्सन ह्यान्डलिङ गरिन्छ, अब्जेक्सन फेरि विभिन्न प्रकारको हुन्छ। विभिन्न, मसँग पैसा छैन, मसँग अहिले टाइम छैन,
मलाई अहिले तिमीलाई भेट्नु छैन, तिम्रो बारेमा प्रोडक्टको बारेमा मैले जानकारी लिनु छैन, मलाई यस्तो प्रोडक्ट चाहिएको छैन, त्योभन्दा अर्को कम्पनीको बेस्ट प्रोडक्ट छ, प्राइस पनि एकदमै महँगो छ, अनि मसँग 7 जुनीसम्म पैसा कमाउने पुगिसक्यो, तिम्रो इन्सुरेन्स पोलिसी किन चाहियो, तिम्रो भन्दा त अर्को यो धेरै राम्रो प्रोडक्ट छ, त्यो म किन्छु, त्यसको ब्रान्ड धेरै राम्रो छ, त्यो किन्छु, विविध जे पनि हुनसक्छ। त्यसकारणले गर्दा यो जति कस्टमरको अब्जेक्सन हुन्छ नि त्यति के हुन्छ, फेरि कस्टमरले केही न केही जानकारी लिनको लागि र त्यस प्रोडक्टको बारेमा के जानकारी लिनको लागि त्यो अब्जेक्सन गरेको हुन्छ। तर हामी के गर्छौँ, त्यो अब्जेक्सन देखेर कहिलेकाहीँ डराउँछौँ। किन डराउँछौँ भने अब्जेक्सन फेरि के हुन्छ थाहा छ, कमजोर सेल्सम्यानहरू यो अब्जेक्सन भन्ने बित्तिकै उनीहरूको दिमागमा एक किसिमको के आउँछ, एक किसिमको उत्पन्न हुन्छ। के उत्पन्न हुन्छ भन्नुहुन्छ भने फियर उत्पन्न हुन्छ, डर उत्पन्न हुन्छ। कति क्वेसन गर्दो रहेछ, कस्तो क्वेसन गर्ने होला, मैले नजानेको सोधेँ भने त्यो कस्टमरको अगाडि मेरो इज्जत के होला, प्रेस्टिज के होला, यस्तो खालको डर हुन्छ। यो डरको कारणले लगातार फ्युचरको बारेमा डर लिइरह्यो भने त्यही नै एङ्जाइटीबाट त्यही सेल्सम्यान शिकार हुन्छ, एङ्जाइटीबाट शिकार हुन्छ। त्यति मात्र होइन, उसले के सोच्छ, मेरो यस्तो राम्रो इमेज छ, कस्टमरसँग यस्तो यसले जे भने पनि मान्छ, तर यो प्रोडक्ट लिएर गयो भने धेरै क्वेसनहरू गर्यो भने मेरो अहिलेसम्म भएको इमेज ब्यासिङ भन्छ, मेरो इमेज नष्ट हुने सम्भावना छ, यसले मलाई अब गन्दैन। त्यस्तो अवस्था आयो भने म कसरी के त्यस्तो अवस्था आउनुभन्दा अगाडि बरु यो फिल्डबाट बाहिर जाने गर्छ, जसले गर्दाखेरि एकदम मान्छे कन्फ्युजनमा पर्छ। कस्टमर के हो, सेल्सम्यान एकदम कन्फ्युजनमा पर्छ, बताउँ कि नबताउँ, कन्फ्युजन, स्टेट पार्ट कन्फ्युजनमा मान्छेले अगाडि बढ्न सक्दैन, जसको फलस्वरूप तपाईँ हेर्नुहुन्छ भने डाउट स्टार्ट हुन्छ। सेल्सम्यानलाई नै डाउट स्टार्ट हुन्छ। मैले सिकेको सिकाइप्रति डाउट, मेरो नलेजप्रति डाउट, मेरो ट्यालेन्टप्रति डाउट, मेरो कन्फ्लिक्ट म्यानेजमेन्ट ह्यान्डलिङ गर्ने तरिकाप्रति डाउट र मेरो लिएको विश्वासप्रति डाउट। त्यति मात्र होइन, मेरो आफ्नो भरोसाप्रति डाउट। त्यति मात्र होइन, मेरो आफ्नो जुन ड्रिम डिजायर छ त्यो फुलफिल गर्ने चक्करप्रति नै मेरो डाउट स्टार्ट हुन्छ। जसले गर्दा के लाग्छ मलाई, एकदम धेरै यो यति काम गर्नको लागि त एकदम टु मच वर्क गर्नुपर्दो रहेछ। यो वर्क गर्नुभन्दा त यो 7वटा 8वटा टाइम दिइरहनु भन्दा, बार भेटिरहनु भन्दा त अरू नै पेसा गर्छु भनेर मान्छेले त्यो पेसा नै चेन्ज गरेको अवस्था पनि छ। त्यसैले मार्केटमा जस्तो सुकै अब्जेक्सन होस्, हजारौँ टाइपको अब्जेक्सन होस्, तर म अब के गर्छु, तपाईँलाई यो हजारौँ टाइपको अब्जेक्सनलाई पनि एउटा फ्रेम बनाउँछु, 6वटा टेक्निक। त्यो टेक्निकको माध्यमबाट जस्तो पनि अब्जेक्सन तपाईँ ह्यान्डल गर्न सक्नुहुन्छ,